स्लोभेनियामा कस्तो चल्दैछ त लाइफ? स्लोभेनियामा तपाईँले कहिले सोच्नु भएको थियो म पनि एक दिन विदेश जान्छु है भनेर? मेरो चाहिँ कस्तो हो भने आफ्नो पढाइलाई कन्टिन्यू गर्ने र नेपालमै रोजगारी गरेर बस्ने नि भन्ने थियो होइन। तपाईँ फर्स्ट टाइम जब नेपालदेखि फ्लाइट हुनुभयो तपाईँको त एरोप्लेन चढेको नि फर्स्ट टाइम होला है? एकदमै विदेशको यात्रा पहिलोपटक पनि फर्स्ट टाइम होला है? पहिलो हो यो लगभग 38औं वर्षमा होइन मैले पहिलोपटक परदेश आइयो पनि र पहिलोपटक प्लेन चढियो। सबै कुराहरू नयाँ अनुभव थियो मेरो लागि। कस्तो फिलिङ्स भइरहेको थियो तपाईँ सुरुमा म विदेश जान्छु है भन्ने सोच बनाउँदाखेरि अथवा म विदेश जाने तयारी गर्दैछु भन्दाखेरि कस्तो फिलिङ्स भइरहेको थियो तपाईँलाई? मैले चाहिँ अब एक किसिमले भन्यो भने मैले सोचेकै थिइनँ म परदेश हिँड्छु भनेर होइन।